तपाईले राष्ट्रिय प्रजातन्त्र पार्टीको बारेमा सुन्नु भएको छ भने तपाईको दिमागमा राजा, ज्ञानबहादुर शाही, राजेन्द्र लिन्देन, कमल थापा यस्तै आउँछ होला। यहाँसम्म कि ज्ञानबहादुर शाहीले माओवादीको विरोध गरिरहेको बानी। म रापरपाको बारेमा किन भनिरहेको छु भने रापरपाको अध्यक्ष राजेन्द्र लिन्देनले कि त प्रिन्सिपल पद रोज्नुहोस् कि त प्रचण्ड पद, एमाले कांग्रेस राजसभा यी जति पनि छन् सबै त्याग्नु भनेका छन्। कि हलोमा भोट हाल्नुस् तारामा भोट त मजाले हाल्न सकिन्छ, तर प्रचण्ड पद र पृथ्वी पद के हो भन्ने कुरा चाहिँ बुझ्न एकदमै जरुरी छ। अहिले रापरपाले श्री 5 बडामा र धीरज पृथ्वीनारायण शाहलाई आफ्नो पार्टीको ब्रान्ड एम्बेसडर बनाएको छ। पृथ्वी पद भनेको नेपाल हिन्दू राज्य हुनुपर्छ, नेपालमा राज संस्था हुनुपर्छ, यही नै हो मूल भाव। यहाँ न महिलाको, दलित, मधेसी जनजाति कसैको कुरा गरेको छैन। यसको ठ्याक्कै उल्टो हो प्रचण्ड पद। नेपाल हिन्दू राज्य होइन, धर्मनिरपेक्ष हुनुपर्छ, यो देश वंशको आधारमा होइन जनताको मतको आधारमा चल्नुपर्छ, सबै नागरिकका लागि समावेशीको कुरा गर्छन्, कानुन भन्दा ठुलो कोही हुनुहुँदैन भन्छन्। यही नै हो मेन कोर। अब तपाईलाई के चाहिएको छ भन्ने कुरा तपाईको हातमा। ध्यान दिनु होला, नबुझिकन हावा तालमा लाग्नु चाहिँ हुनुहुँदैन। किन हामी नेपालीको बानी नै हो इमोसनली धेरै डिसिजन लिने। धेरैले पूर्व राजा ज्ञानेन्द्र शाहले मन पराउँदैन, तर पृथ्वीनारायण शाह भनेपछि सबैले सलाम ठोक्छन्, उहाँको मूर्तिको अगाडि झुक्छन्। तर कुरा फेरि उही हो, राम राज्य सबैले चाहेको छ, तर राम राज्य बनाउन चाहिँ कोही लाग्दैनन्।